गाइज वेलकम टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला र खुसी हुनुहुन्छ होला भन्न चाहन्छु। सो आज चाहिँ म र मेरो बुढी भएर केसरी ठहराउँदैछौँ अनि साथमा छोरी पनि छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो बुढी अनि त्यो चाहिँ छोरी। छोरी हेलो गाइज भनिदेऊ यसरी छिटो। हेलो गाइज भनिदेऊ छिटो। हेलो गाइज भन। ल भनिदेऊ रे छिटो। हेलो गाइज भनिदेऊ रे। हेलो गाइज भनिदेऊ के। यसो नमस्ते गरिदेऊ सबैजनालाई। नमस्ते गरिदेऊ। नमस्ते गरिदेऊ रे छिटो छिटो। तिमी पनि ठटाउन आएको यहाँ छोरी? ठटाउ के गरेको र त्यहाँ फोकेको हो र? मम्मीलाई फोक्न भन त। मम्मीले त यता ठटाएको छन्। सो गाइज यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ मेरो बुढीले ठ्याक्क केसरीको दाल मस्त आनन्द बसेर ठटाइरहेको छ। हेलो गाइज, हामीले चाहिँ यो पुरानो रागो बेचेर यो चाहिँ नयाँ लिएको भयो 2-4 महिना जति भयो। अनि यो चाहिँ घरकै भैँसी, सानो भैँसी। अनि यहाँ देख्न सक्नुहुन्छ, यहाँ फेरि अब भर्खर बिहाको भैँसी छ। यो चाहिँ ठुलो भैँसी हो घरको। अनि यता चाहिँ बाख्रा देख्न सक्नुहुन्छ, तीनटा बोका थियो, 4टा बोका थियो, त्यो चाहिँ बेचिसक्यौँ हामीले। अनि यहाँ चाहिँ टक्क लाएर यो चाहिँ माउ अनि 2टा बोका अझै छ। अनि यहाँ चाहिँ बुङ्गुर छ। अनि यता देख्न सक्नुहुन्छ यता देख्न सक्नुहुन्छ यहाँ मम्मीले पानी लगाउँदै हुनुहुन्छ टक्क। यहाँ चाहिँ लसुन लगाएको, यहाँ चाहिँ 10 किलो आलु, उता 5 किलो आलु। यहाँ टक्क देख्न सक्नुहुन्छ हरियो साग। हिजो चाहिँ पोर्क लिएको थियौँ, सुँगुरको मासु, त्यसैसँग साग मिसाएर टक्क खाइदिएको। यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यो चाहिँ टिमुरको बुट्टा हो। यो चाहिँ टिमुरको बुट्टा देख्न सक्नुहुन्छ, फलिसकेर पनि सक्यो तर थोरै फलेको छ। हेर्न सक्नुहुन्छ, अर्ग्यानिक टिमुर भन्छ यसलाई। यहाँ देख्न सक्नुहुन्छ ती हाम्रोतिर चाहिँ गाइज मैले चाहिँ गोरु चराउनको लागि लिएर हिँडिसकेको छु। गोरु चाहिँ टक्क चर्नको लागि हिँडिसकेका छन्। अगाडिको गोरु चाहिँ जोत्नको लागि टक्क गजाब छ कि गाइज, त्यही भएर मैले चाहिँ दिन लाग्यो धेरै भएर। एउटा अगाडिको गोरु चाहिँ सेलमा छ गाइज, कसैलाई चाहिए पार कमेन्ट गर्नु होला। अगाडिको गोरु चाहिँ टक्क मिलाएर दिन्छु। अनि टक्क देख्न सक्नुहुन्छ, यता चाहिँ सिन टक्क देखिरहेको छ। यो चाहिँ घरमै फलेको टिमुर हो, देख्न सक्नुहुन्छ। यहाँ मैले तपाईँहरूलाई बुट्टा देखाइसकेँ। यो टिमुर चाहिँ हामीले यो देख्न सक्नुहुन्छ, यहाँ गोलबेडा छ। यहाँ चाहिँ टक्क लाएर घरपाला गोलबेडा छ। अनि मैले चाहिँ यहाँ थोरै बाँस लगाइदिएको थिएँ, निकै नै राम्रो भएको छ। यहाँनिर चाहिँ यति ठुल्ठुला खाले गोलबेडा देख्न सक्नुहुन्छ। अनि यहाँ थोरै यहाँ चाहिँ थोरै पाकिसकेको पनि छ। अनि पछाडि टक्क लालपतीको फुल देख्न सक्नुहुन्छ।